आज हाम्रो मस्ट चाहिँ तीर्थमा जानुभएको थियो। त्यसपछि बुढु हाम्रो तीर्थघाट हो, त्यही भएर आज आउनुभयो। त्यसैले हामीले एकदम देउताको ब्याकअप हामी देवी देवता मान्ने हुनाले हामी त्यसरी एकदम राम्रो मनाएर यति सम्मान र पूजा पाठसँग सबै प्रक्रिया हामीले राम्रो बनाएर चाहिँ हामीले आजको सबैलाई एकदम चर्चित बनाउने खालको हामीले जुनसुकै अवस्था आए पनि देवी देवता नै हाम्रो लागि साथ दिन्छ। हामीले त्यो देवी देवताबाट हुर्केकै हुनाले हामी विशेष गरी आज देउताको चाहिँ हामीले प्रार्थना गरेर चाहिँ विशेष गरी उहाँको मेन भूमिका गरेर हामीले काम निर्वाह गरेर हामी सबैलाई एकदम खुसियालीको साथ सबैको शुभकालको लागि हामीले यो चाहिँ आजको तीर्थ गएको अवस्थालाई देउता तीर्थ गएको अवस्थालाई हाम्रो तरिकाले हामीले पनि बुझ्यौँ। देउताले पनि त्यो आधारको हामीले चाहिँ वर दिनेछ र सबैले हाम्रो युट्युब च्यानल मोहन साई ठकुरीलाई चाहिँ नभुल्नु होला। सबैले कमेन्ट लाइक गर्न नछोड्नु होला।